गुड मर्निङ साथीहरु, गुड मर्निङ। बिहानको 5 बजे मर्निङ वाक घन्टी बजे छैन है, घन्टा घरको ठ्याक्क 5 आज 9 बजे रहेछ। ए मर्निङ वाक हिँडेको साथीहरु। भोलि चाहिँ मकै बारीतिर गएर मकै पनि लिएर आउँला। तर यतातिर नि सब घरमा के फुलहरू फलफुलहरू छ के हैन, केरा छ हेर्नु न, आँपहरू छ। बाबु कति 5 वर्ष भन्यो नि। यहाँनिर खुट्टा कस्तो दुखाउँछ कि उकालोमा। हामी यहाँ भर्याङमा आइपुगेछौँ। आज ठाकुर लिएर जाने भनेको त हाँसी ल्याउनै बिर्सेछ। हजुर सल्लाघरीमा जङ्गलमा हेर्नु हरियो डाँडा पखा। साथीहरु हामी जङ्गलमा आइपुगेछौँ। सासा बस उकालो हिँड्दाखेरि कस्तो लाग्छ साथीहरु? रमाइलो घुम्न पाउँछ, रमाइलो लाग्छ नि। अहिले कति बजे होला? 5:30। अब के अरे हामी बल्ल जाँदैछौँ, कति त फर्किसक्नु, मर्निङ वाक गरेर नि फर्किसक्नु भएको छ। हामी चाहिँ बल्ल जाँदैछौँ। ल एउटा गाना जाओस् न त। भोलको उ आउँछ अरे के पोजिटिभ भाइब्स आउँछ। ल गाना कसले सिक्नु भयो भन्नु त? गाना के गाना? हिजो एउटा गाना कण्ठ गर्ने भनेको त बिर्सेछ घर बसी काममा। कामले चाहिँ बिर्सेछ भन्छ। के अरे ऊ भनौँ न त, फुल मायामा नभुल भन्ने के अरे। साथी हाम्रो गीत सुन्नु है। रात रानी फुले छै साँझमा, तिमी भुल्यौ कलेजीमा मनको रहर, कान्छीलाई घुम्ने काठमाडौँ सहर। रात रानी फुले झै साँझमा, तिमी भुल्यौ कलेजीमा झमा मनको रहर, कान्छीलाई घुमाउने काठमाडौँ सहर। डाँडाभरि मर्निङ वाक गर्नेको भिड हेर्नु यसलाई। बिहानमा हिँड्न फेरि सबैलाई राम्रो लाग्छ नि। कति लर्को लागेछ नि। गाना बजाउँदै अझ के भयो साथीहरु? थकै लाग्यो? हजुरलाई लाग्यो, हामीलाई त लाग्यो। अब कुकुरहरू पनि कति रहेछ त। मर्निङ वाक गएको हेर्नु त कुकुरहरू पनि। कुकुर मान्छे जन्ती कुकुरको भेला नि खिचाउनु छ। मान्छे मात्र हैन कि कुकुर पनि मर्निङ वाक जाँदो रहेछ नि, कति धेरै छन्। कस्तो राम्रो फलेको के रहेछ के यो? अम्बा जस्तै छ है। यता हेर्नु न, देख्दा त अम्बा जस्तै छ त। एक काँडा छ यसमा? बेल अम्बा। तर यो खाने चिज भएको भए त कहाँ रहन्थ्यो होला र? बाक्लै फलेछ फल्ला नि।
सालघारीमा आइएछ सालको पत्ता टिप्नेहरू साथी हो होइन त अब सरद आयो भने तपाईँ कुट्नुहुन्छ त चन्द्र म त किनेर ल्याउँछु भन्नुहुन्छ त टिपेर लैजानु बेला लैजाउँ हेर्नु यहाँ कति हुन्छ यहाँ मर्निङ वाकमा आउनेहरू यहाँनिर ओत्नी बस्ने ठाउँ छ पानी पर्यो भने हरियो जाडो छ मर्निङ वाक गर्नेको भिडभाड छ यहाँ कोही एक्सर्साइज गरेर बस्नु भएको छ हामी पानी पर्यो भने त यही ओत्तिने ठाउँ त यही रहेछ त अलि माथि आयो भने त हिँडेर यहाँ थाकेर एकछिन थकाइ मार्दैछन् साथीहरू पसिना भएको छ पुरै पुरै पसिना भएको छ हजुर अब हामी चाहिँ घरतिर फर्किनु लाग्यो साथीहरू अब मर्निङ वाक पनि भयो ध्यान पनि भयो एउटा गाना पनि भएन सबै भयो अब घरतिर जाने हो आफको बुटो रहेछ त्यसो नि लर रोप्नु पर्यो त गमलामा ल साथीहरू गाना सुन्नु है त सुरिलो रुख सल्लाई हो खोजेको तिमीले कल्लाई हो सुसेली हारै नाचेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बसन चिन्जान हाम्रो छैन हो थाहा छैन नमानी भन्यो के घरको हो माया बसन माया बसन सुरिलो रुख सल्लाई हो खोजेको तिमीले कल्लाई हो अब गाना भ्याइयो ल बाई बाई साथीहरू बाई